गुड मर्निङ सबैजनालाई। म्याथमेटिक्स सिक्न चाहने साथीहरू तथा मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू र अन्य दर्शकहरू, मैले म्याथ किन सिकाउँदैछु भन्ने धेरैलाई लाग्छ होला होइन, कति पैसा मिल्छ होला भन्ने पनि लाग्छ होला होइन। तपाईँसँग यदि ज्ञान छ भने तपाईँले एउटा सामाजिक कार्य गर्न सक्नुहुन्छ है। समाजको लागि, समाज बदल्नलाई, आफू बदलिनलाई र अरूलाई पोजिटिभ सकारात्मक सोच ऊर्जा थप्नलाई तपाईँले कुनै विषयमा ज्ञान छ भने तपाईँले पनि सामाजिक कार्य गरेर सिकाउन सक्नुहुन्छ, यस्तै कार्यहरू गर्न सक्नुहुन्छ है। मेरो उद्देश्य पनि यही नै हो होइन। र हाम्रो देशको नागरिकहरू जति पनि हुनुहुन्छ, मतलब हामी नेपाली भएर बाँच्न सकौँ र नेपालीपन झल्कियोस् र आफ्नो देशप्रति माया र ममता र प्रेम बढोस्, त्यसको लागि त शिक्षा नै आवश्यक छ। जब शिक्षा हुन्छ तब उसले समाजको माया गर्छ र देशको माया गर्छ। जब शिक्षा हुँदैन उसले आफूलाई नै चिन्दैन, कहाँ हेपिएको छु, कहाँ चेपिएको छु होइन, त्यो पनि चिन्दैन र अरूले नाचेकै भरमा, नचाउन खोजेकै भरमा ऊ नाच्छ। त्यसले गर्दा शिक्षा छ, जागिर छ, रोजगार छ, पैसा छ, आर्थिक कमाउँछ ऊ अनि स्वतन्त्र बन्छ र अनि उसले देशप्रति माया गर्छ है। त्यसले गर्दा मैले आज प्यारा विद्यार्थी भाइ बहिनीको लागि के ल्याएको छु भने मेरो एचसिएफ भन्ने एउटा च्याप्टर छ। यो चाहिँ क्लास 10 को कक्षा 10 को पाठ भनौँ च्याप्टर नम्बर 8.1 को मस निकाल्नुहोस् भन्ने कुरा मैले लेखेको छु। मस र लस भन्ने कुरा मैले अर्थमेटिक पनि पढाइसकेको छु। अर्थमेटिकमा जान्यो भने उसले बीजगणित जान्छ, बीजगणित अङ्कन जान्यो भने बल्ल उसले के जान्छ, ऐच्छिक गणित पनि जान्छ है। त्यसले गर्दा हामी सजिलोबाट अप्ठ्यारो हुँदै माथिसम्म पुग्छौँ। मतलब 0 लेभलबाट लेभल 1 अनि मिडियम अनि हाई, यसरी चाहिँ हामी माथि पुग्छौँ है। ल हेर्नुहोस्, अब यहाँ यो के हो भन्नुहुन्छ भने 3x + 9 मस भनेको के हो भनेपछि गुणानखण्डहरू हुन् है। साझा गुणानखण्ड, हाइएस्ट कमन फ्याक्टर भन्छ कि, फ्याक्टर भने त खण्ड हो। मैले अस्ति नै पढाइसकेको छु 18 को खण्डहरू के हुन् भने 18 लाई केले भाग जान्छ त है। 18 लाई 9 दुना 18, 3 दुना 6, 3 तिया 9। हेर्नुहोस् 3 तिया 9 दुना 18, यिनी के भयो त, यसका खण्ड भयो है। अब कस्ता खण्ड बन्छन् त, यो 3 र 3 ले गुणन गर्दा पनि कति हुन्छ, 3 तिया 9 अनि 18 यहाँ राखिदिनुहोस्। मान्नुहोस् यो 18 पनि 9 पनि 18 को खण्ड रहेछ, के रहेछ, फ्याक्टर रहेछ है। जसलाई इङ्ग्लिस आउँदैन त्यो चाहिँ मेरो डियर इङ्ग्लिस टिचर भन्ने च्यानलमा गएर पनि युट्युबमा सब्सक्राइब गर्न सक्नुहुन्छ र फेसबुकमा पनि जोडिन सक्नुहुन्छ है। अब हेर्नुहोस् 18 3 तिया 9 भयो। अब 3 दुना 6, ल यसको मतलब 6 पनि के भयो त, यो 3 र 2 ले गुणन गर्दा 6 भयो, 6 पनि के भयो त 18 भयो। 6 ले पनि 18 लाई के गर्छ, भाग खान्छ। अब 2 ले पनि खाने नै भइगयो, 9 दुना 18 होइन भनेपछि। अनि अर्को कति हुने भयो त, एउटा 3 मात्रै पनि हुने भयो, यो 3 मात्रै पनि हुने भयो, 3 छक्का 18। यो 3 मात्रै पनि भयो, दुईटा 3 गुणन गरेर पनि भयो, एउटा 2 र एउटा 3 गुणन गरेर पनि भयो होइन। यसरी चाहिँ के हुने रहेछ त, 18 लाई भाग खाने अङ्कहरू के हुन् त, यसका फ्याक्टर हुन्। यसरी बुझ्नु पर्यो है। ल यसरी पनि मैले बुझाएँ। मैले 0 लेभलदेखि हिरो लेभलसम्म पुर्याउँछु भनेको छु होइन। तपाईँहरूले यदि रेगुलर हेर्दै हुनुहुन्छ र विगतका भिडियोबाट हेर्न सुरु गर्नुभएको छ र तपाईँलाई एक दिन नयाँ पहिलोपटक यो भिडियो हेर्दै हुनुहुन्छ भने पनि तपाईँलाई अनौठो नलागोस् कि तपाईँले 5 देखि 6 महिनासम्ममा तपाईँले बेसिक म्याथदेखि लिएर लगभग मिडियम लेभलको म्याथ भनौँ 10 क्लाससम्मको म्याथ तपाईँले मजाले जान्न सक्नुहुन्छ। किनकि मैले यस्तो खालको टेक्निक लगाएर पढाउँछु कि जसको विद्यार्थीको दिमागमा छिटै घुसिहालोस् है। फर्स्ट त म के भन्छु भने विद्यार्थी भाइ बहिनीहरूलाई माइन्ड चाहिँ, दिमाग चाहिँ कन्सन्ट्रेट गर्नुपर्छ, रेगुलर पढ्नुपर्छ। र पढ्नु भनेको हेर्नु हो, कहाँ के छ, कस्तो छ, कसरी भयो, किन भयो भने रुल मात्रै थाहा पाउने। यहाँ कुनै ठुलो जोड घटाउ गुणन छैन। यो लेक्चर चाहिँ मैले बारम्बार पनि दिइराखेको छु होइन। ल अब अभिव्यञ्जक, जसलाई चाहिँ कखरा पनि थाहा छैन गणितको, त्यसले बेसिक लेभलबाट हेरोस्। अभिव्यञ्जक भने के हुन्, एक्सलाई पनि एउटा अभिव्यञ्जक मानिदिनुहोस्, 2x लाई पनि अभिव्यञ्जक मानिदिनुहोस्। एक किसिमको पदहरू हुन्। अब पदहरू के हो त्यो पनि थाहा छैन। पद भनेको चलराशि, अचलराशि पद, भेरिएबल, कन्स्ट्यान्ट पद मैले 0 लेभलबाट पढाएको छु है। हरेक च्याप्टरमा यदि हाई लेभलको क्वेसन छ भने पनि त्यसमा मैले बेसिक कुरा त मैले छिराएकै छु, एक दुईवटा कुरा त भनिदिएकै छु। यदि बेसिक कुरा बुझाएन भने उसले
सबै बेसिक कुरा जानेको हुन्छ भन्नु सबैले चाहिँ सबै विद्यार्थीले बेसिक कुरा जानेको हुन्छ भन्न मिल्दैन, किनकि कोही कुरा त बिर्सेको हुन्छ। त्यसले गर्दा बिर्सेको कुरालाई मैले यहाँनिर रिभाइज गर्ने काम मेरो हो, टिचरको है। र यदि ज्ञानको एउटा मास्टर चाबी दियो भने कतिवटा ज्ञान खुल्छ होला, ढोका, दिमागको ढोका है। त्यस्तो खालको टिचर चाहियो नि त होइन। एउटा हिन्ट दियो भने, आइडिया दियो भने कतिवटा खुल्छ होला, कतिवटा आइडिया जेनेरेट हुन्छ होला, क्रिएट हुन्छ होला, निष्कासन हुन्छ होला होइन। त्यस्तो खालको ज्ञान दिनु पर्यो नि है। ल एउटा मात्रै क्वेसन गरिसकेपछि त्यस्ता टाइपका क्वेसनहरू सबै हल गर्न सकोस् विद्यार्थीले। म बारम्बार भन्छु नि तपाईँहरूलाई, यदि पिडिएफ, यदि भिडियोहरू, भिडियोको लिङ्कहरू, यदि अन्य थप एक्स्ट्रा क्वेसनहरू चाहिन्छ भने पनि मेरो इनबक्समा मलाई चाहियो सर यस्तो टाइपको भन्नुलाई म त्यसलाई त्यो विद्यार्थीलाई पठाइदिन्छु है। र तपाईँ मेरो वाट्सएप ग्रुपमा पनि जोडिदिनु होला है। ल अब हेर्नुहोस्, यो पहिलो अभिव्यञ्जक, यो दोस्रो अभिव्यञ्जक। अब पहिलो अभिव्यञ्जक, अब गुणनखण्ड भने हाइएस्ट कमन फ्याक्टर भने त मैले बुझाइसकेँ। यसको के हो भन्नुहुन्छ भने, मान्नुहोस् हाइएस्ट कमन फ्याक्टर भनेको अघि थियो 2 थियो, 18 लाई भाग गर्दाखेरि 2 अनि 3 थियो भने अब हामी यहाँ 18 लेख्छौँ, 2 बराबर 2 × 3 × 3। अब कमन को भयो त? 3 भयो। यसको मतलब साझा को भयो त? 3 भयो। हाइएस्ट भने 2 हो कि 3 हो? 3 हो नि त। हो, हाइएस्ट भनेको ठुलो है। अब 10 क्लास पढ्ने विद्यार्थीले नसिक्ने भन्ने कुरो हुँदैन, मजाले सिकिसक्नु भएको हुन्छ यस्ता बेसिक कुराहरू होइन। ल ठुलो अङ्क भनौँ, ठुलो अङ्कलाई चाहिँ के भन्छ? ठुलो साझा अङ्कलाई के भन्ने? हाइएस्ट कमन फ्याक्टर। कमन भनेको साझा है। पहिलो अभिव्यञ्जक कति हो? 3x + 9। ठिक छ। अब बुझ्नुहोस्, 3 लाई एकदमै आइडियावाला हो म, आइडियावाला। तपाईँ चाहिँ मान्नुहोस् या नमान्नुहोस्, यसलाई टुक्र्याउनु भनेको यो 3 लाई 3 ले भाग गर्नु र यसलाई पनि 3 ले भाग गर्नु भनेको हो, 9 लाई पनि। यति बुझ्नुहोस् है। आइडिया दिने केही काम छैन। हामीले त आइडिया दिने हो, बाँकी त तपाईँहरूले गर्नु। हामीले गेम सिकाउने हो, लड्न त तपाईँहरू जाने हो है। यसको मतलब 3 ले 3 लाई भाग गर्ने हो ल है। 3x लाई 3x ले भाग गर्ने, x ले 3 ले मात्रै भाग गर्ने है। ल अब यसलाई 3 ले भाग गर्ने हो भने, यदि 3 लाई 3 ले भाग गर्नु, यसलाई पनि त 3 ले गर्नु पर्यो, साझाले गर्नु पर्यो। यसको मतलब 9 लाई है, 9 लाई टुक्र्याउनु पर्यो। 3 यहाँ कति हुन्छ? 9 हुन्छ। ल यहाँको एउटा 3, यहाँको एउटा 3 साझा भएन? भयो नि त। सिधै बुझ्नेले यो 3 हो भने यो 3 लाई यही 3 ले भाग गर्नुपर्छ भन्ने खालको स्टाइलले बुझ्छ होइन। अझै डिपली म बुझ्छु भने, यसलाई 3 ले भाग गर्नुपर्छ भने यसलाई पनि 3 ले गर्नुपर्छ भनेपछि 3 ले भाग गर्दा कति आउने भयो त? कति आउने भयो? 2टा 3 आउने। मान्नुहोस् यहाँ 12 छ, यदि यहाँनिर 12 भइदिएको भए, ल है, यहाँनिर 12 भइदिएको भयो है। म्याथमा यदि भन्ने, मानव भन्ने शब्द एकदम बढी प्रयोग हुन्छ है। 12 छ। अब साझा निकाल्ने भन्छ, कमन निकाल्ने भन्छ, कमन फ्याक्टर। यहाँ 3 छ भने यहाँबाट पनि 3 खोज्नु पर्यो। ल 12 छ, 12। ल यहाँ 12 छ भने अब 12 लाई यहाँ 3 छ भने त हामीले 3 ले खानै पर्यो नि त। यो 3 त यहाँ राख्नै पर्यो, 4 त यहाँ 12 भनेपछि यहाँ एउटा 3 निस्क्यो फ्याक्टर, एउटा 4 निस्क्यो है। अब यहाँनिर 12 छ, 2 छ, 2 3। हेर्नुहोस्, यसरी पनि गर्न सक्नुहुन्छ भने 3 आयो नि त साझा, आएन? आयो है। तपाईँले यो भन्दा सर्ट ट्रिकबाट जानुपर्ने हुन्छ। टिचरले जहिले पनि सर्ट आइडियाहरू, सर्ट ट्रिक र टिप्सहरू दिनुपर्ने हुन्छ है, टेक्निकहरू दिनुपर्ने हुन्छ। ल अब यहाँ चाहिँ अघि कति थियो? 9 थियो। ल कति थियो? 9 थियो। अब हामीले साझा निकाल्नु पर्यो भने त 3 ले, यिनी दुईटाबाट त 3 निस्क्यो साझा। अब यहाँ एउटा 3 आइसक्यो भने यहाँ कति हुन्छ? 1 हुन्छ। प्लस यहाँ कति हुन्छ? यहाँ 3 आइसकेपछि यहाँ कति हुन्छ? 3 त्यहाँ 3 हुन्छ, किनकि 2टा 3 यसमा चाहिँ 2टा 3 थिए। 2टा 3 मा एउटा 3 त आयो, एउटा 3 यहाँ आयो है। यसरी बुझ्नु पर्यो, किनकि यहाँ 1 किन भयो त? सरी x हो, यो x। 3 यहाँ आइसक्यो त यहाँ x बुझ्यो नि त। हो, यो चाहिँ पहिलो अभिव्यञ्जकबाट साझा को आयो त? पहिले साझा आउँदैन है। दुईटा अभिव्यञ्जकलाई चाहिँ फ्याक्टराइजेसन गर्ने हो। पहिला फ्याक्टर निकाल्यो, फ्याक्टर निकालेपछि बल्ल साझा थाहा हुन्छ। अब अहिलेको यिनी दुईटालाई फ्याक्टर भने के हो त? खण्ड खण्ड गर्नु, टुक्र्याउनु हो नि त। अब टुक्र्यायो नि त, यिनी दुईटा टुक्र्याएन र? टुक्र्यायो नि। फ्याक्टर भनेको खण्ड खण्ड गर्नु है। ल अब यो एउटा फ्याक्टर। अब दोस्रो अभिव्यञ्जकबाट लेख्दिए है सर्टमा, दोस्रो अभिव्यञ्जक। अब यसलाई एक्सप्रेसन पनि भन्छ है म्याथमेटिक्समा। इङ्ग्लिस पढ्न चाहने साथीहरूले यसलाई फर्स्ट एक्सप्रेसन एन्ड सेकेन्ड एक्सप्रेसन पनि भन्छ है। यसरी बुझ्नुहोस्। अब 5x + 15। ल अब तपाईँलाई त मास्टर चाबी दिँदैछु है, ज्ञानको विद्यार्थी मेरा प्यारा भाइ बहिनीहरू, बुझ्नुहोस्। अब हेर्नुहोस्, 5 ले 15 लाई भाग गर्नै पर्ने। यसको मतलब यसबाट
यो 15बाट पनि 5 ल्याउनै पर्ने। यदि 5 ल्यायो भने 15 यहाँ छ, यहाँ 5 ले भाग गर्ने है, खण्डीकरण यहाँ 5 है भने कति आउँछ 5 यहाँ 15 बच्च। यो 5 र यो 5 एउटै हो, यसको मतलब 5। अनि यो 5 यहाँ आइसक्यो, यहाँको 5 पनि एउटा यहाँ दिउँ। यो 15 लाई टुक्राउने बेला 5 र 2 भएको थियो। अब यहाँबाट 5 र यहाँबाट 5 ल्याइसक्यौँ एउटा। अब यहाँ त कति बच्ला त 3 मात्रै बच्ला, किनकि यही 3 मात्रै बच्ला। अब यहाँनिर यो फर्स्ट पद हो, यो सेकेन्ड पद हो। फर्स्ट र सेकेन्ड दुई पदबाट हामीले के गर्दैछौँ सादा निकाल्दैछौँ। अब फर्स्ट पदमा x मात्रै बच्ला है, सेकेन्ड पद अनि प्लस ल्याउला, सेकेन्ड पदमा कति बच्ला 3 बच्ला। हेर्नुहोस् अब बल्ल यो पहिलो पदबाट गुणनखण्ड निकाल्दा यो आयो। फेरि गुणनखण्ड मलाई थाहा छैन नभन्नुलाई, मेरो बेसिक च्याप्टरमा खण्ड भनेको ससानामा टुक्र्याउने हो है। ससानामा टुक्र्या कुनै पनि एउटा अङ्कलाई ससानामा भाग गरेर टुक्र्याउने, तीन टुक्राहरूलाई जोड्ने बेलामा फेरि ठुलै अङ्क पुरानै अङ्क बन्ने प्रक्रियालाई के भन्छ गुणनखण्ड भन्छ, अर्थात् फ्याक्टर भन्छौँ है। 6x प्लस कति आयो 3x प्लस 3 कमन। यो 5 र 5 त मिलेन भने x प्लस 3 x प्लस 3। यो दोस्रो अभिव्यञ्जकबाट हल गर्दाखेरि यो आयो, हल भन्नाले सल्युसन गर्दाखेरि फर्स्टबाट यो आयो भने एन्सर को भयो त x प्लस 3 है। अब बुझ्नुहोस् यसमा लजिक के मात्र देखियो त सबैले जान्थ्यो नि त होइन, घरमा सबैलाई थाहा छ होइन। तर यसमा मेन दुईटा कुरा मात्रै बुझ्नुहोस्। एउटा के बुझ्नुहोस्, यो 9 छ, कुनै पनि अङ्क यहाँ छ भने यहाँ भएको अङ्कले यसलाई भाग खाने हो। भाग खुवाइसकेपछि आउने एक्स्ट्रा अङ्क चाहिँ कहाँ आउँछ, बचेको अङ्क चाहिँ यहाँ आउँछ, सादा चाहिँ यता गरिन्छ 1। दोस्रो लजिक बुझ्नुहोस् कि यहाँनिर यदि x मात्रै छ भने मान्नुहोस् यहाँ 9x थियो, ल यस्तो थियो भने है, यो भिडियोलाई स्क्रिनसट गरेर हेर्नु होला। यस्तो थियो भने यसमा केही नहुँदा पनि के हुन्छ, यदि x मानौ यो x यहाँ आइगयो, यहाँ केही अब छैन कि, त्यस्तो अवस्थामा हामी के लेख्छौँ 1 लेख्छौँ। हो यस्ता कुराहरू मात्रै बुझ्ने हो क्या म्याथमा। पुरै कहाँ कुन हिसाब छ, कहाँ कुन अङ्क छ त्योसँग हामीलाई सरकार छैन। हामीले जस्तो परिस्थिति आउँछ त्यस्तै एन्सर निकालिदिनु हो नि त, त्यसको सल्युसन गर्ने हो। तर त्यो त्यस्तै सल्युसन निकाल्नलाई त आइडिया चाहियो होइन। आइडिया भएपछि मात्र निकाल्छौँ नि त। हो आइडिया चाहिँ के हो त, म्याथमा सर र बुक हेर्ने, एकचोटि सर र बुक हेर्ने, यो यसरी बाहिर यसरी बाहिर भने क्यालकुलेसन गर्ने, त्यसको अनुसन्धान गर्ने, यसरी आएर चाहिँ भन्नुहोस्। त्यही अनुसार अर्को च्याप्टरमा गएर हेर्ने बेला तपाईँले गरेको लजिक ठिक छ कि छैन त, लजिक आइडिया लगाएको ठिक छ भने त्यही नै हो है, यसरी जानु पर्ला है। अर्को क्वेसन हेरौँ है त फेरि। ल यहाँहरूलाई मैले सेकेन्ड क्वेसन यो चाहिँ 6 नम्बरको हो। यसमा चाहिँ कतिवटा पद छ, एउटा दुईटा तीनटा पद छ है। अघिमा कतिवटा थियो, दुईवटा मात्रै एक्सप्रेसन थियो, दुईटा मात्रै पद थियो है। त्यस्ता टाइपका क्वेसनहरू तपाईँहरू गरिहाल्नुहुन्छ। त्यो जब यो आइडिया दिएँ त्यही अनुसार तपाईँले गर्न सक्नुहुन्छ है। नभए तपाईँहरू प्र्याक्टिस गर्नु होला। जति प्र्याक्टिस गर्यो नि त्यही पुरानै क्वेसनलाई प्र्याक्टिस गर्ने हो क्या। पहिला क्वेसन हेर्ने हो अनि प्र्याक्टिस गर्ने हो। अनि तपाईँले गरेको फेरि बुकमा हेर्नुहोस् या गाइडमा हेर्नुहोस्, हेरिसकेपछि तपाईँले लगाएको लजिक ठिक लाग्यो लागेन, मैले भनेको कुराहरूलाई अप्लाई गर्दै जानुहोस्, ठिक भयो कि भन्ने कुरा त्यहाँनिर बुझ्नुहुन्छ है। तपाईँले हिसाब गर्नुभन्दा पहिला कुरा बुझ्नुपर्ने हुन्छ क्या, कहाँ के भन्यो त, कहाँ के हुने, कुन स्टेपबाट दोस्रो पहिलो स्टेप सेकेन्ड स्टेपमा जाँदा के गर्नुपर्ने रहेछ भन्ने कुरा जब कुरा बुझ्नुहुन्छ त्यही अनुसार क्वेसन गर्नुहुन्छ। पुरानै सल्भ गरेको क्वेसनलाई तपाईँले गर्दै जानुभयो भने पनि मजाले आइडिया बसिहाल्छ माइन्डमा है। अघि चाहिँ दुईटा एक्सप्रेसन थियो, अहिले तीनटा भयो कि, यहाँ तीनटा, एउटा दुईटा तीनटा, एउटा दुईटा तीनटा। यो र भन्दा यता एउटा तीनटा पद भयो, यहाँ र भन्दा उता तीनवटा पद भयो है। अब यदि तीनवटै पदमा सादा छ भने सादा लेखिहाल्ने, छैन भने दुईटा पदको मात्रै सादा निकाल्ने, बाँकीलाई तल लेख्ने। यस्ता क्वेसन पनि आउँछन्। अहिले चाहिँ सादा छ, के सादा छ म भनौँ, यहाँ 3 छ, यहाँ 3 छ, यहाँ 3, यो 3 त तपाईँले आँखाले देखेकै भइहाल्यो सादा। अब यो 6लाई टुक्र्याउँदाखेरि यही 3ले भाग गर्ने भनेको छु भने 6लाई भाग गर्दा कति हुन्छ 2 हुन्छ भने यहाँ टुक्र्याउँदा बेला 3 र 2 हुन्छ क्या। 3 यो 3 यो 3 यो 3 यो सादा नै आइगयो, यहाँ अब बच्छ 2 है। त्यो 2 बचेको लेख्नु पर्ने हुन्छ। यदि यो 3 यो 3 यो 3 आइसकेपछि फेरि यहाँ 1 हुन्छ है, केही नहुँदा भन्ने कुरा मैले पहिले भनिसकेको छु है योभन्दा अगाडि है। ल हेर्नुहोस्, अब हामी के लेख्छौँ 3 लेख्छौँ, कोष्ट सुरु गरिदिन्छौँ। किनकि अब कमन भने कोष्ट बाहिरको कुरा है। मेन कुरा बुझ्नुहोस् कि कुरा बुझ्नुहोस्, हिसाब अगाडि गर्नुहोस्। कमन भने कोष्ट बाहिर लेख्ने चिज हो। अब यहाँ 3 मात्र किन आयो भन्नुहुन्छ भने 3x प्रश्न ठिक छ, 3x प्लस 3 भनेपछि 3 मात्रै कमन है। अब हेर्नुहोस्
यहाँ 3 आइसकेपछि यसमा x थिएन, त्यही भएर यसमा x, यसमा दुईटा मात्र x छ, यसमा छैन भने अब x आउँदैन है, किनकि यहाँ x हामीले 3x लेख्न मिल्दैन, किनकि तीनवटैमा x हुनु पर्थ्यो। अब यिन दुईटामा x छ भने अब यो 3 यहाँको 3 यहाँको 3 यहाँ आइसकेपछि यहाँ कति बच्यो त x² बच्यो। अनि फेरि यो प्लस लेख्ने, त्यसपछि यहाँ कति बच्यो त 2x लेख्ने, त्यसपछि प्लस लेख्ने, त्यसपछि 1 लेख्ने। किन 1 लेख्ने? किनकि 3 यहाँ आइसकेपछि यहाँ केही थिएन, त्यसले गर्दा 1 हामी लेख्छौँ। यो दोस्रो अभिव्यञ्जकलाई हामी चलाउँदैनौँ। यदि तपाईँले यो भिडियो पहिलोपटक हेर्दै हुनुहुन्छ भने कृपया मेरो युट्युब च्यानलमा गएर पनि डेड म्याथमेटिक्स भनेर सर्च गर्नुलाई, म्याथमेटिक्स टिचर भनेर त्यहाँ गएर मेरो भिडियो हेर्नु, डाउनलोड गरेर हेर्न सक्नुहुन्छ है। यदि तपाईँले पहिलोपटक हेर्दै हुनुहुन्छ भने आफन्तहरूलाई पनि सेयर गर्नुहोस्। तपाईँको नानी बाबु र आफन्तहरू कोही 9मा 10मा 6मा पढ्छ भने पनि तपाईँले भिडियो सेयर गर्न सक्नुहुन्छ है। मेरो आग्रह अनुरोध यही छ। ल हेर्नुहोस्, अब यो फर्स्ट एक्सप्रेसनमा मात्रै गर्नुहोस्, सेकेन्ड एक्सप्रेसन मतलब दोस्रो टर्मलाई हामी गर्दैनौँ है, दोस्रो पदहरूलाई। अब यसबाट हामीले कमन के ल्यायौँ त यो ल्यायौँ है। अब यो ल्याइसकेपछि तपाईँले के गर्नुहोस् भनेपछि अब यसमा त टुक्र्याउनु पर्ने भयो। अब फेरि के गर्नुपर्ने भयो, अझै यसलाई टुक्र्याउनु पर्ने भयो है। 3x, अब 3x² प्लस यहाँ दुईवटा x छ भने अब यसलाई फेरि दुईवटा x भनेको त x प्लस x हो, अनि बल्ल बल्ल 2x भयो हैन भने यसलाई अझै पनि हामीले के गर्नुपर्ने भयो त x प्लस x, अनि मात्र के गर्छौँ अनि 1 लेख्छौँ है। यसलाई मात्र के गरायौँ, अझै टुक्र्यायौँ, दुईटा बनायौँ अनि यसलाई 1 यहाँ लेख्यौँ। किन टुक्र्यायौँ त, किनकि अझै पनि तल के ल्याउनु पर्ने छ, हामीले साझा ल्याउनु पर्ने हुन्छ है। अब हामीले यो चाहिँ कमन यो कोष्टकभन्दा बाहिर हो। किन टुक्र्यायौँ भनेपछि दुईटा x प्लस 1 ल्याउनलाई हामी टुक्र्याउँछौँ है। अब हेर्नुहोस् यो 3 नै भइगयो हैन। 3 भइसकेपछि अब यहाँनिर फेरि के सुरु गरौँ भनेपछि अब दुईटा कमन ल्याउनु पर्ने भयो क्या। एउटा 3 मात्रै कमन ल्याउँदाखेरि एउटा मात्रै ब्राकेट राख्थ्यौँ। अब दुईटा कमन ल्याउनु पर्ने हो भने फेरि अर्को ब्राकेट राख्नु पर्ने भयो क्या। यस्तो बनाएर एउटा कर्ली ब्राकेट राखेर फेरि मात्र के ल्याउँछौँ हामी x ल्याउँछौँ। अब कोबाट, एउटा दुईटा तीनटा, यता यसमा त छैन, एउटा तीनटाबाट के ल्याउँछौँ एउटा x ल्याउँछौँ है। x ल्याइसकेपछि बल्ल फेरि हामी कोष्टक बन्द गर्छौँ अनि x प्लस यहाँ दुईटा x थियो, एउटा x आयो, यहाँबाट के आइगयो एउटा x आइगयो, एउटा यो x यता गयो त यो आइगयो, यहाँ 1 मात्रै बच्यो, यहाँ त केही हुँदैन। अब बच्यो के त फेरि पर x प्लस x। अब यहाँ के बच्छ त x प्लस 1 है, प्लस 1 x प्लस 1 है। अब कसरी भयो त, अनि बल्ल कर्ली ब्राकेट। यो कसरी भयो त म भन्छु है। ल यहाँनिर अब विद्यार्थी भाइ बहिनीहरू कन्फ्युज नहुनु होला, मैले 0 लेभलबाट हिरो बनाउने काम मेरो हो है। हेर्नुहोस्, एउटा मात्रै कमन ल्याउने बेलामा एउटा मात्रै ब्राकेट हो, ब्राकेट भनेको कोष्टक। अब दुईटा कमन ल्याउने बेलामा पहिलो ब्राकेट कर्ली ब्राकेट, दोस्रो चाहिँ सानो ब्राकेट हैन। यसरी चाहिँ हामी ल्याउँछौँ है, लेख्छौँ। किनकि एउटा कमन दुईटा साझा ल्याउँदाखेरि है। अब यो ब्राकेट राख्ने कुरा त तपाईँले बुझिहाल्नु। अब 3 छ x² प्लस x प्लस 1 सरी x प्लस 1, यो किन टुक्र्यायौँ त, x² यहाँ लेख्यौँ, यो 2x लाई फेरि पनि हामी के गर्यौँ टुक्र्यायौँ। 2x लाई टुक्र्याउँदाखेरि फ्याक्टर गर्दाखेरि खण्ड गर्दाखेरि दुईटा x बनायौँ, अनि प्लसको ठाउँमा प्लस 1 को ठाउँमा 1 बनायौँ है। अब यो 3 त माथिबाट आएको थियो, कुनै गाह्रो भएन। अब हामीले टुक्र्याउनु पर्ने भनेको यहाँदेखि यहाँसम्मको पदलाई के गर्ने थियो, टुक्र्याउने थियो, खण्ड गर्ने थियो, खण्डीकरण गर्नु थियो है, फ्याक्टर निकाल्नु थियो। अब यो दुईटा x छ, यहाँ एउटा x यहाँ एउटा x छ। अब हामीले त दुई पदको टुक्राउँछौँ, यति चाहिँ फ्याक्टरमा तपाईँलाई थाहा छ दुईवटा पदको टुक्राउनु पर्छ भन्ने कुरा हैन। त्यसले गर्दा हामी यो दुईटा x लाई टुक्र्यायौँ अनि x प्लस x लाई टुक्राउँदैछौँ है। मतलब टुक्र्याउनु भनेको साझा लिनु है। अब साझा लिनु हो, त्यसले गर्दाखेरि अब यो दुईटा x बाट एउटा x र एउटा x, यिनी सबैबाट है, दुईटा मात्र हैन सबै पदबाट साझा लिन्छौँ। किनकि यहाँ अघि एउटा दुईटा तीनटा पदबाट साझा ल्याएका छौँ, यहाँ पनि एउटा दुईटा तीनटै सम्भव भयो चारवटै पदबाट पनि हामी के गर्छौँ साझा लिन्छौँ है। एउटा दुईटा तीनटा x बाट हामीले के लियौँ एउटा x लियौँ। अब यहाँ त कतिवटा x बच्यो त, दुईटा मध्येमा एउटा यता आइगयो, यहाँ कति बच्यो एउटा बच्यो हो, त्यही x कहाँ हो, यो x हो। अब यहाँ के बचिया छ त, x त यता दिलियौँ, यहाँ कति बचिया छ 1 मात्रै बचिया छ हो, त्यो 1 के हो यो हो है। अब यो हो, यहाँ 1 बचेको थियो,
त्यो 1 यहाँ लेख्यौँ किनकि 1 उता जाने बित्तिकै यहाँ 1 बच्यो भने यहाँ लेख्यौँ। अब दुईटा पदको हामी कोष्ठबन्ध गर्छौँ, त्यसले गर्दा हामी कोष्ठबन्ध गर्यौँ। अब यसमा पनि साझा यहाँ दिइसकेको छ, यहाँ कति बचाउँछ त? यहाँ कति बचाउँछ? यसमा चाहिँ अब हामी केही नहुँदाखेरि साझा के मान्छौँ भनेको थियौँ भने हामीले यदि हामीसँग केही अङ्क छैन भने हामी के मान्छौँ? साझा 1 मान्छौँ। त्यसले गर्दाखेरि मात्रै हाम्रो के हो? त्यो साझा 1 हो है। यो 1 को हो? यो हो। यो 1 को हो? यो हो। हेर्नुहोस् है, अब बुझ्नुहोस्, यहाँ केही नहुँदाखेरि साझा चाहिँ हामीले आफैले लेखेको है 1, यति चाहिँ बुझ्नुहोस् है। आफै लेखेको हो। यो दुईटा पदबाट के गर्यौँ? 100 साझा यहाँ दियौँ, यहाँ एउटा 100 बच्यो, त्यो 100 यहाँ लेख्यौँ। यहाँ कति बच्यो त? कति बच्यो? यहाँ 1 बच्यो, 1 उता 100 उता गयो त 1 बच्यो नि त, यो 1 यहाँ लेख्यौँ। अब यिनी दुईटाबाट साझा लिने बेलामा है, यिनी दुईटा x + 1 बाट साझा लिने बेलामा यहाँ 100 मात्रै छ, केही न। अब यहाँ 100 छ, यहाँ त 100 छैन नि त, त्यसले गर्दा अब यहाँ कमन त 100 आउने कुरो हुन्न। त्यसले गर्दा यहाँ 1 केही नहुँदाखेरि पनि हामी यो 100 अगाडि 1 मानेर पनि हामी के गर्छौँ? 1 साझा लिन्छौँ। किनकि यहाँ 1 मान्ने बेलामा बल्ल यो 1 र यो 1 कमन भएर बल्ल हामी 1 यहाँ मान्यौँ। अब यहाँबाट त 1 पो गयो त, 100 त गयो होइन भने 100 चाहिँ यो लेख्यौँ। यो 1 चाहिँ यता गए तापनि केही नहुँदा हामी 1 मान्छौँ भने हिसाबले यो चाहिँ यहाँ आयो। यसरी चाहिँ तपाईँहरूले बुझ्नु होला है। यसरी चाहिँ तपाईँहरूले बुझ्नुभयो होइन। अब एउटा कुरा के बुझ्नुहोस् भनेपछि, एउटा कुरा कसरी बुझ्नुहोस् भन्नुहुन्छ भने तपाईँ यो यहाँनिरको यो कोष्ठभित्रका जहिले पनि बराबर हुनुपर्छ भनेको छु मैले फ्याक्टर निकाल्दाखेरि। अनि कोष्ठ बाहिरको चाहिँ हामी के गर्छौँ? तल लेख्छौँ है। यसको मतलब अब हामी 3 + 1 होइन, 3 होइन, यस्तो होइन, 3 त बाहिर नै आउने भइगयो, सिधै यो 3 त बाहिर नै आउने भइगयो। अब यो र यो बाहिरको x + 1 बुझ्नुभयो? यो 3 बाहिर नै आउँछ जहिले पनि, x र यो बाहिर छ नि त अझै, भनेपछि x भने यो 1 भनेको यो। अब फेरि x र यो साझामा यिनी दुईटा र यिनी दुईटा एउटै हुनुपर्छ भनेको थिएँ पहिला। योभन्दा विगतको भिडियोमा पनि भनेको छु, पहिले बनाएको भिडियोमा। यो x + 1 र x + 1 को ठाउँमा एउटा मात्र x + 1 लेख्छौँ। हो भनेपछि अहिले साझा के आयो त? x + 1 x + 1 आयो है साझा। यसलाई हामी के भन्यौँ त? कमन साझा गुणनखण्ड। अब हेर्नुहोस्, अब यहाँ के आयो त भन्नुहुन्छ भने यिनी दुईटा छन्, x + 1 x + 1 के हुन्छ? दुईटा x + 1 दुईटा x + 1। यसलाई चाहिँ हामी यस्तो पनि त गराउन सक्छौँ नि, x + 1 को होल स्क्वायर भनी बनाउन सक्छौँ। सक्दैनौँ? यसरी त बनाउन सक्छौँ। हो यसरी पनि हामी के गर्नुपर्ने हुन्छ? साझा गुणनखण्डलाई यसरी चाहिँ जोड्नु पनि पर्ने हुन्छ। यो नै यसको के हो त? एन्सर हो है। यसरी चाहिँ तपाईँहरू बुझ्नु होला। अब मैले कतिको बुझाउन सकेँ, तपाईँहरूले कति बुझ्नु हो, तपाईँले एक्चुअली नोट पनि हेर्न सक्नुहुन्छ र आफूले पनि टेस्ट गर्न सक्नुहुन्छ है। यसको एन्सर यो पनि हो, यसको एन्सर यिनी दुईटालाई एउटै मान्दा यो पनि हो भन्ने कुरा बुझ्नु पर्यो है। अब साझा गुणनखण्ड त के भयो त? यो 3 त होइन नि त साझा। साझा त यो पो हो, यो र यो पो साझा देखिया छ त। अनि यही दुईटालाई चाहिँ फेरि कम्बाइन गर्यौँ, जोड्यौँ भने के हुन्छ? a + b को होल स्क्वायर भने जस्तै हो क्या। यो यिनी दुईटालाई एउटै बनाएको हो है। ल यति चाहिँ कसरी बुझ्नुभयो? यदि यो भिडियो मन परेमा लाइक तथा सेयर गर्नु होला र यस्तै थप भिडियोको लागि मैले फेरि पनि पुनः अर्को दिन ल्याउने छु। हवस् त, धन्यवाद।